कुमारी बैंकले दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उद्देश्यसहित ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। दिगो समावेशी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै बैंकले आफ्ना प्रोडक्ट, प्रक्रिया तथा साझेदारी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई टेवा पुर्याउँदै आएको जनाएको छ। यो योजना जर्मन सहयोग नियोग GIZ तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थाहरूको व्यवस्थापन तथा प्रवर्धनमा सञ्चालित सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्तर्गत साझेदारीमा सञ्चालन गरिएको हो। यो योजना अन्तर्गत सार्वजनिक यातायात सेवामा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रोबस खरिद गर्न कुमारी बैंकबाट कर्जा लिँदा आकर्षक ब्याज दरमा कर्जा सुविधा प्राप्त गर्नेछन्। साथै ऋणीले भुक्तानी गर्नुपर्ने प्रारम्भिक रकम डाउन पेमेन्टमा परियोजनाबाट निर्धारण गरिएका अनुदान समेत उपलब्ध हुनेछ। त्यसैगरी हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनलाई विद्युतीय बस वा माइक्रोबसमा रूपान्तरण गर्न कर्जा लिन चाहेमा थप अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि परियोजनामा आबद्ध सवारी साधन आपूर्तिकर्ताबाट विद्युतीय सवारी खरिद गर्न आवश्यक कागजात सहित कुमारी बैंकका शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ। बैंकका दिगो बैंकिङ विकासका विभागका प्रमुख अर्पण पौडेलका अनुसार यो योजना अन्तर्गत प्रदान गरिने अनुदानले ऋणीहरूको प्रारम्भिक पुँजी व्यवस्थापनमा सहुलियत पुर्याउनुका साथै सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढाएर प्रदूषण न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुग्नेछ।